हेलो नमस्ते सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म कोरियादेखि नेपालसम्मको ट्राभल भ्लग बनाउने प्रयास गरिरहेको छु। म चाहिँ यो इन्चन एयरपोर्ट जाँदैछु र इन्चन एयरपोर्ट प्रस्थानको लागि म खिम्पो एयरपोर्टबाट लागिसकेको छु। अहिले ठ्याक्क इन्चन एयरपोर्ट आइपुगेर बोर्डिङ पासको लागि यतिखेर म लाइनमा छु र बोर्डिङ पासको चाहिँ मैले भिडियो पुरा खिच्न पाइनँ छु। यो लाइनमा लागेँ अनि ठक्क यतातिर चाहिँ कोरियाको यो इन्चन एयरपोर्ट सर थोरै देखाउने प्रयास गरेँ। त्यहाँ चाहिँ बोर्डिङ पास झोलाहरू चाहिँ पठाउने ठाउँ हो र मैले बोर्डिङ पास लिइवरी इमिग्रेसन क्रस गरेर चाहिँ फेरि यहाँ आइसकेपछि चाहिँ फेरि भिडियो खिच्दैछु। यो चाहिँ कोरियाको एयरपोर्टको टोयलेटको भिडियो मैले खिचेको। यसरी टोयलेटको भिडियो चाहिँ कोरियामा खिच्न पाइँदैन, यो चाहिँ इलिगल हो। मैले चाहिँ अलिकति कोही नभएको मौका पारेर झुक्क्याएर खिचेको। यो भिडियोमा चाहिँ मैले के देखाउन खोजेको भने कोरियामा चाहिँ एकदमै सफा टोयलेटहरू हुन्छन् सार्वजनिक स्थलमा। मान्छेहरूले चाहिँ कोरियाको ठुला बिल्डिङहरू फराकिला रोडहरू देखाउँछन्, तर मलाई चाहिँ एकदमै देखाउन मन लाग्ने कुरा चाहिँ यहाँका सार्वजनिक शौचालयहरू हो के। एकदमै धेरै सफा र सुविधा सम्पन्न हुन्छन्। यस्तो लाग्छ कि घन्टौँसम्म यही टोयलेटमा बिताउँदा पनि कुनै हिचकिचाहट हुँदैन। तर अरूको पनि पालोको ध्यान दिनुपर्ने हुन्छ। म त्यहाँबाट निस्किसकेको छु र म यसरी निस्केर प्लेन पर्खिने बेलामा चाहिँ बाहिर भएको प्लेनको गोप्रोबाट भिडियो खिच्दै थिएँ र फाइनल्ली प्लेन आइसकेको छ। छुट्ने समय हुन लागिसकेको छ। म चाहिँ प्लेन चढेको भिडियो खिचेन छु। एक्कासी अब प्लेनमा म चढेर यो प्लेन चाहिँ आफ्नो धावन मार्गतिर निस्किँदैछ। फाइनल्ली म चाहिँ यसरी प्लेनभित्र बसिसकेको छु। कोरियाको यो इन्चन एयरपोर्ट चाहिँ एकदमै ठुलो एयरपोर्ट हो। र मैले चाहिँ त्यतिखेर भिडियो खिच्दा चाहिँ माइक युज गरेको थिइनँ, सो आवाज चाहिँ त्यति राम्रो आएन छ। त्यही भएर भोइस ओभर गर्दैछु। मेरो आवाज त्यति इफेक्टिभ त छैन। अब भोइस ओभर गर्दा कस्तो आउँछ हेरौँ। यो चाहिँ इन्चन एयरपोर्ट प्लेन चाहिँ निस्किँदैछ। थोरै यहाँनिर अब यहाँबाट चाहिँ हामी हाम्रो प्लेन आफ्नो धावन मार्गमा प्रवेश गरेर एकदमै गति लिइसकेको छ। हामी छिट्टै नै कोरियाको भुइँ छोड्नेवाला छौँ। बाहिरको मौसम चाहिँ एकदमै त्यतिखेर सफा थियो। ओ माई गॉड, बाई बाई कोरिया फर सम टाइम। केही समयको लागि यसरी हामी चाहिँ माथि उडिसकेका छौँ कोरियाको भुइँलाई छोडेर। जहिले पनि यो प्लेन ठ्याक्क भुइँ छोड्ने बेलामा चाहिँ एकदमै असहज महसुस हुन्छ कि, त्यही डर जस्तो कस्तो। त्यसरी हामी निकै माथि पुग्दासम्म तल त्यस्तो देखिरहेको थियो। र यो इन्चन एयरपोर्ट चाहिँ एकदमै समुद्रको किनारमै भएको हुनाले उड्ने बित्तिकै चाहिँ समुद्र प्रवेश गरिहाल्छ। ठ्याक्क त्यहाँ समुद्र आइताल्यो। यसरी समुद्र भएर निकै बेर हिँड्दासम्म चाहिँ मैले क्यामेरा बन्द गरेँ, आनन्दले सुतेँ। प्लेनभित्र विभिन्न कुराहरू हुन्छ चलाएँ। अब ठ्याक्क यहाँनिर आइपुगेर चाहिँ अब खाना खाने बेला सुरु हुन्छ र अब हामी नर्मल्ली जहिले इकोनोमी क्लासमै चढ्ने भएर त्यस्तो धेरै चोइस त हुँदैन, तर पनि राम्रै खाना पाउँछ, त्यस्तो नमिठो पनि हुँदैन। अब चाहिँ खाना खाने बेला भइसक्यो र मलाई चाहिँ के खान्छस् भनेर सोधेको थियो। मैले चाहिँ यो चिकन
राइस मागेको छु। र मसँग पर्ने साथी चाहिँ एकदमै फ्रेन्डली हुनुहुन्थ्यो। उहाँ चाहिँ हामी जाँदा चाहिँ प्लेन एकदमै खाली थियो, उहाँ चाहिँ अघिल्लो सिटमा पर्नुभएको साथी हुनुहुन्थ्यो। त्यही भएर हामी चाहिँ साथीसँगै बसेर खाऊँ न त भनेर पछाडिकै सिटमा आएर सँगै बसेर खाएको थियौँ। चिकन राइस, चिकन फुलकोपी भन्छ त्यो नाम त्यहाँ लेखेको छ, त्यो चाहिँ ठ्याक्क आयो। र यो स्क्रिन चाहिँ खै राम्ररी थिचेकै छैन। यसमा चाहिँ फ्लाइट डिटेल्सहरू हेर्न मिल्छ। त्यस्तै गरी यहाँ मुभीहरू पनि राखिदिएको हुन्छ, कुन कुन हिन्दी मुभीहरू पनि देखेको थिएँ हुन्छ, त्यो हेर्न पाइन्छ। अनि गीतहरू सुन्दै सुन्दै यात्रा गर्न पनि पाइन्छ। यो चाहिँ मलाई एकदम राम्रो लाग्छ कोरियन एयरको हरेक सिटमा स्क्रिन हुने, इकोनोमिक्स क्लासमा पनि। अब बिजनेस क्लासतिर त प्रायः धेरैमा सबैमा हुन्छ होला, थाहा छैन कहिले नचढेको भएर। इकोनोमिक्स क्लासहरूमा पनि यो कोरियन एयरमा चाहिँ स्क्रिन छ, राम्रो टाइम पास हुन्छ जस। र यहीँ अराइभलहरू भर्न पनि यहीँबाट मिल्छ, तर खासै त्यस्तो जरुरी त हुँदैन पनि, सबै कुरा यहीँ पनि मिल्छ। र कहाँ प्लेन कहाँ हिँड्दैछ ट्र्याकिङ सिस्टम पनि ठ्याक्क सबैलाई जानकारी गराएको हुन्छ यहीँबाट। मैले चाहिँ यो चलाउन नजानेको चाहिँ होइन, त्यो स्क्रिन नै टच भइराखेको थिएन, त्यो तल राखेको चाहिँ त्यो रिमोट हो, त्यो निकालेर चलाउन अल्छी लागेर म माथि नै टकटक हान्दै थिएँ, चलिराखेको थिएन राम्रोसँगले, त्यही भएर चाहिँ मैले त्यस्तो देखाएँ। यहाँबाट ठ्याक्क हामी त्यहाँबाट छुटेको इन्चन भन्ने ठाउँ, त्यहाँबाट रेखा हुँदै हामी चाहिँ अहिले यो प्लेन जहाँ छ त्यहाँ आइपुग्यो। हामी चाहिँ ठ्याक्क इन्चन एयरपोर्टबाट छुटेर यो सर छेजुदो हुँदै हुँदै चाहिँ हामी निस्केर चाइनाबाट इन्डिया छिरेर इन्डियाको बाटो हुँदै फेरि नेपाल जान्छौँ। ढाका भनेको छ, यो चाहिँ बङ्गलादेशको ढाकाभन्दा थोरै माथिबाट पास हुने भनेर देखाएको छ, त्यो बाटो जान्छौँ। र खाना खाइसक्यो, खाना खाइसकेको चाहिँ मैले देखाइन। र यसपछि चाहिँ यो हेर्नुहोस् बाहिरको नजारा कस्तो राम्रो देखिन्छ। मलाई चाहिँ यो प्लेनले बादलभन्दा माथि लगिसकेपछिको त्यो तलको नजारा र यो हाम्रो नेपालमा माउन्टेन रेन्जतिर देखिने दृश्य चाहिँ एकदमै ब्युटिफुल लाग्छ के। हेर्नुहोस् कति राम्रो देखिन्छ, ओ माई गड। मलाई यस्तो फिल हुन्छ कि यो कुहिरो माथि चढेर त्यही माथि हिँड्न पनि मिल्थ्यो होला, अथवा माथिबाट प्लेनबाट झ्याम्म कुहिरोमा हाम फाल्ने भने पनि केही हुँदैन थियो होला जस्तो लाग्छ कि। त्यस्तो सिन हुन्छ, तर एउटा मेरो मनमा आएको कुरा मात्रै हो चढ्दाखेरि। यसरी झ्यालबाट म चाहिँ भिडियो खिच्दै हिँड्दै थिएँ। अब जतिखेर पनि भिडियो खिचेको त होइन, लगभग 6.5 घन्टा जतिको यात्रामा घरिघरि खिचेको थिएँ। त खाना चाहिँ खाइसकेको थिइनँ रहेछु, मैले अघि खाइसकेको थिएँ जस्तो लाग्छ। यो पछि भोइस ओभर गर्दैछु, भिडियो चाहिँ अलिक अगाडिको भएकोले म झुक्किँदैछु। सिनहरू बाहिरको सिनहरू कति राम्रो देखिन्छ कि सर। तर यतिखेर तल भुइँ पनि देखिरहेको थियो, क्यामेराले चाहिँ खासै क्याप्चर नगर्दो रहेछ। यहाँबाट चाहिँ थोरै भुइँ देखियो, हेर्नु त त्यहाँ तल बाटो। यो हामी निकै धेर लगभग नेपालकै छेउ आइसकेका छौँ अहिले। मैले बिचको भिडियो खिचिनँ। अब चाहिँ हामी नेपाल लगभग प्रवेश गरिसकेका छौँ। यो चाहिँ कुन ठाउँ हो थाहा भएन, तर अब हामी चाहिँ काठमाडौँ छिर्ने तरहरमा चाहिँ काठमाडौँ छिर्नै लागेको भन्दा पनि हुन्छ। तर मलाई चाहिँ यो काठमाडौँको छेउको यो लोकेसन थाहा थिएन, कता हो चाहिँ थाहा भएन। तर यहाँबाट चाहिँ हामी काठमाडौँ सर्ट काठमाडौँ छिर्दो रहेछौँ।
अनि यो तलको गाउँ हेर्नुहोस् त कता हो थाहा छैन मलाई, कसैलाई थाहा छ भने भन्नु होला। होइन कति राम्रो देखिएको थियो। त त्यो तल चाहिँ यो क्रसर उद्योग रहेछ, अलिक सबै भत्किएको कुरूप देखिएको थियो। म यो काठमाडौँ छिर्ने बेलामा चाहिँ भिडियो खिच्दै आएको थिएँ। यो चाहिँ कुन ठाउँ हुनसक्छ, तर एकदमै राम्रो देखिँदो रहेछ माथिबाट। मैले त्यति प्रोपर त खिच्न सकेन छु राम्रो त, तर पनि आफ्नो आँखाले हेर्दा चाहिँ एकदमै दामी देखिने क्या। मेरो चाहिँ कस्तो मनमा आउँछ क्या कहिले कहिले, हामी के अरे चरा जस्तो उड्न सकेको भए माथिबाट तल हेर्दाखेरि कस्तो दामी देखिन्थ्यो होला क्या। त्यस्तो पावर चाहिँ हुनुपर्ने। फ्लाइङ इक्विपमेन्ट्सहरू चाहिँ हाम्रै पालामा बन्नुपर्ने क्या। संसारमा पछि त मान्छेहरू इन्डिभिजुअल्ली मतलब एक्लै ड्राइभर नराखी केही नराखी उड्न पनि सक्छ कि के थाहा, त्यस्तो प्रविधि आउन सक्छ कि। यो प्लेनहरू केही पनि नहुने, मान्छे जसरी भुइँमा पैदल हिँड्छ त्यसरी आकाशमा पनि चराहरू उडे जसरी केही इक्विपमेन्ट राखेर अथवा केही तरिकाले उड्न सक्ने हो भने कति रमाइलो हुन्छ होला क्या। मान्छे मतलब भ्युज पनि यस्तो राम्रो देख्ने भयो सबै कुरा, प्लस यात्रा पनि छिटो तय गर्ने हो। ओ माई गड, मेरो जीवनकालमा त्यस्तो केही आउनु नि संसारमा भन्छु म त। ओ माई गड, कति राम्रो देखिन्थ्यो। तर अब काठमाडौँ आइसकेको छौँ हामी, यहाँबाट काठमाडौँ छिरेर थोरै बेरमा ल्यान्ड गरिहाल्छौँ भनेपछि यो कुन ठाउँ हुनसक्छ सायद धेरैजनाले जान्नुहुन्छ होला, मैले चाहिँ थाहा पाइनँ। कुन डाइरेक्सनबाट यो प्लेन काठमाडौँ छिरो भन्ने मैले पटक्कै थाहा पाइनँ। यसै पनि म काठमाडौँको लोकेसन कहिले थाहा पाउँदिनँ, हराइरहन्छु। तलैबाट पनि माथिबाट त झन् के पत्ता लगाउँछ होला। मेरो काठमाडौँसँग त्यति गहिरो साइनो छैन भनौँ न। यो कुन नदी हो, माथिबाट हेर्दाखेरि नदी जस्तो देखिँदैन, नहर जस्तो मात्रै देखिन्छ। सबैतिरबाट साँगुरिएर एउटा कुलो जस्तो मात्रै बनाएको छ काठमाडौँको नदीहरू चाहिँ। म चाहिँ कोरियाबाट आएको हुनाले कोरियामा चाहिँ नदीहरूलाई एकदमै ठुलो स्पेस छोडिदिएको हुन्छ धेरै ठाउँमा। ठ्याक्कै हामी यहाँ काठमाडौँ एयरपोर्टमा हेर्नुहोस् त, हेर्दै थाहै नपाई ल्यान्ड गरिसक्यौँ। प्लेनले ल्यान्ड गरिसक्यो, ल ट्याक्कै ल्यान्ड गर्यो काठमाडौँ एयरपोर्ट। म चाहिँ साँझको 5:30 बजी आइपुगेको। काठमाडौँ उज्यालै छ, थोरै रिमरिम भइसकेको छ 5:30तिर। सरर हामी काठमाडौँ आउँदा यो किन काठमाडौँ आउँदा चाहिँ ठक्क टेकेपछि, विदेशबाट काठमाडौँ टेकेपछि चाहिँ एकदमै अर्कै फिलिङ, अर्कै कस्तो चरम उत्कर्षमा पुगे जस्तो फिलिङ्स हुन्छ क्या। अब के भन्ने, त्यस्तै भनौँ न, एकदमै खुसी महसुस हुन्छ क्या। ट्याक्क काठमाडौँ आइसकेको छु। मेरो देश, मेरो धरती मातालाई कोटी प्रणाम छ। यसरी मेरो कोरियाबाट इन्चनबाट नेपाल काठमाडौँको यात्रा समाप्त हुन्छ। यतिन्जेल भिडियो हेरिदिनु भयो भने सबैलाई धन्यवाद। अन्त खास विशेष त केही थिएन यसमा, त्यही पनि मैले खिचिहालेको थिएँ। सो भोइस ओभर गरेर ट्राई गरिदिउँ न त, राखिराखौँ न त युट्युबतिर, भ्युज नभए पनि मेमोरी हुन्छ भनेर।